चाहिँ समुद्रमा पानीको लेभल चाहिँ लो टाइड, पानीको लेभल चाहिँ कम भएकोले आज हामी चाहिँ यता स्टेट सिस्टममा चाहिँ गर्नेछौँ। नमस्कार, गुड मर्निङ। नमस्कार सबैलाई। अघि बिहान लाएर उहाँ हाम्रो पिक्चर पुरै उहाँमा भानिदिइरहनु भएको छ। हाम्रो घर छ हाम्रो लो टाइट चाहिँ आज गुड मर्निङ। होइन सर, अस्ति कति 10 किलोमिटर खाली खुट्टा कति हान्नु पर्यो? अस्ति सँगै त 5 मात्रै हो, त्यहाँदेखि उता त 10 हामीले कमाउनु पर्दा पनि 10 किलोमिटर छोडेर खाली खुट्टा त्यो भने होला त खाली खुट्टा 10 किलोमिटर हो भाइ। 5 किलोमिटरको लागि स्टार्ट पोइन्ट यहाँनिर 5 किलोमिटर दौडेर चाहिँ हामी त्यसपछि चाहिँ प्र्याक्टिस गर्नेछौँ। 5 किलोमिटरको लागि स्टार्ट पोइन्टमा रेडी पुरै खाली खुट्टा 5 किलोमिटर भयो। मेरो सोली है खाली खुट्टाको खाली खुट्टा अहिले अहिले त मात्रै 5 है, तर मेरो 42 को 5 किलोमिटर पनि हाम्रो लागि त 42 जस्तो होइन सर? ल खाली खुट्टाले मलाई टपिसक्यो अनि त्यही त खाली खुट्टा 5 किलोमिटर 24 मिनटमा काम नपाउमा तैँले चाहिँ 5 किलोमिटर दौडेर पुरा एसेम्बली पोइन्टमा आम्मा टोली कति कडा हो। खाली खुट्टा 23-30मा खाली खुट्टा 23-30मा हारलाई पनि हरेस भयो त टोलीले। हारलाई पनि हरेस भयो त टोलीले। खाली खुट्टा 23-30 भनेको cool down हुँदै गरिरहेको पुरै गुड्ने भइसक्यो त। गुड्ने भइसक्यो नि त, गुड्ने त भइसक्यो नि। गुड्ने भन्दैन म कडा ल त्यही त सुरेश सर पनि नयाँ यसले यतिको चाहिँ गरेको ल। एकचोटि नलडिकन कहाँ हुन्छ त भनेको लड्नु परेन। सिंह बसेर बस्नुपर्छ।